हेलो नमस्ते एभ्रिवान। हामी चाहिँ अब हिँड्दैछौँ। जेम्सको ड्याडीले चाहिँ कता कता लानुहुन्छ है। यो जाने ठाउँ चाहिँ हामी पनि फर्स्ट टाइम हो है, अहिलेसम्म गएको छैन। गाउँतिर पो ल्याएर आएको छैन न, कहिले नै आएको छैन यतातिर है। यस्तै हेर्नु न नेपालको जस्तै। नयाँ नयाँ छौँ, अब कहाँ पुऱ्याउनु हुन्छ अब बुढोले। अब न त पुगिसक्यो। ओ माई गड, यस्तो हिँड्न परेको यहाँ खुट्टा दुखेछ। हेलो, हेर्नु होला। तपाईँहरू पनि आउनुहोस्, आउनु भएको छैन भने चाहिँ है। ए मासतिर ल ल ल लैजानु हामीलाई। सबै तम्बु लगाएर बसेको छ है। राम्रो रहेछ त गाइस, हेर्नु न। यतातिर हो यस्तो छ है। ए टोयलेट घर रहेछ है। भाइ कस्तो लाग्यो तपाईँहरूलाई? एकदम राम्रो रमाइलो ठाउँ रहेछ है। जेम्सलाई ठिकै छ। गर्ने ठाउँहरू, बेबीको खाने ठाउँहरू, पानीको व्यवस्था, टोयलेटको व्यवस्था है एकदम राम्रो छ। टोयलेटको व्यवस्था पनि यहाँ छ है, राम्रो छ। झिउस कुहिरो लाग्छ है। यता नेपालतिर कस्तो खोल्साहरू रहेछ है। बनै बन्द रहेछ। हेर्नु न, मौसम पनि कति राम्रो शीतल। फाइनली हामी चाहिँ आइपुग्यो है गाइस। हामीले खोजेको चाहिँ यही ठाउँ हो। ओ माई गड, कस्तो हेभेन जस्तो छ। वाउ, कस्तो लाग्यो? नाइस छ। ए यस्तो रहेछ गाइस तल चाहिँ है।
अनि चाहिँ अर्को चाहिँ यहाँ हेर्नु न गाइस यस्तो देख्छ यता दिनबाट चाहिँ है तपाईहरु नि घुम्न आउनु होला है साथीहरु हङकङमा हुने दिदीबहिनी दाजुभाइ घुम्न आउनु होला अब नेपालमा भएकोहरु त अब है नेपालमै कति राम्रो राम्रो छ है ठाउँहरु है हामी त अब यस्तो देख्न पाउँदा पनि के कस्तो खुसी लाग्ने के एकदम अब है त्यो पोखरी ड्याम नै भन्छ है त्यो कटेर चाहिँ अब हामी चाहिँ उता मास्तिर लागेको छौं है गाइस हेर्दै गर्नु होला है राम्रो रहेछ ठाउँ शान्ति पिसफुल है अब बजारको झ्याउझ्याउमा हैन कति बसिराख्नु अनि त्यही भएर आज चाहिँ बुढाले यता गाउँतिर ल्याउनु भएको है साह्रै राम्रो ठाउँ रहेछ यहाँ चाहिँ यस्तो लेखेको छ है वार्निङ बाउ छोरा हिँडेको छ है तपाईलाई त कस्तो माछा मार्न मन लाग्छ होला है ड्याडी ड्याडी त बेसरी माछा ठुल्ठुलो मार्नुहुन्छ नि बिचारा केही त छैन है फुल हेर्नु न गाइस कस्तो राम्रो फुल ओ माई गॉड कस्तो राम्रो देखेको यहाँदेखिबाट है कहाँ क्लाउड हेर्नु पानी पर्ला जस्तो भएछ हङकङमा पनि यस्तो ठाउँहरू रहेछ है लुकेर बसेको रहेछ है आज चाहिँ हामीले चाहिँ भेटायो एउटा ठाउँ चाहिँ तपाईहरु पनि इन्जोय गर्नु होला है त्यस्तो छ हेर्नु न बाटो गाइस चिप्ल्यो भने तल एकैचोटि तल पुग्छ हेर्नु गाइस यति सानो छ साँगुरो छ बाटो चाहिँ है अब चाहिँ हामी घर फर्केको है गाइस बटलाई जिस्काइरहेको छ यिनीहरूले यस्तो राम्रो हेर्नु न सेम नेपाल आए जस्तो पो मलाई फिल भएछ ओ माई गॉड सो डेन्जर माथि चढ्ने बेलामा चाहिँ एकदम इजी भयो है झर्ने बेलामा त हेर्नु न गाइस यस्तो ठाडै के तलै वहीँ पोखरीमै पुग्छ जस्तै बिस्तारै झर्नु है ल गाइस आजको चाहिँ यति नै हो है हेर्नु त यत्रो डाँडा काट्दै जानुपर्छ अब 4-5 वटा डाँडा